His Majesty the King the Fourth भन्नुहुन्छ, It is my wish and prayer that during the reign of Jigme Kishar Namgyal Wangshu, the Paladin Drukpa will remain strong and glorious, that our country will achieve greatest prosperity with the shine of peace and happiness shining on our people, that all the national objectives of the country, the hopes and aspirations of our people will be fulfilled, and the Bhutanese people will enjoy a greater level of contentment and happiness. His Majesty the King the Fourth को यो अत्यन्त महामानीले यो बुझाउँछ, Bhutan is the land of happiness. The land of happiness मा आउन पाउँदा मलाई गर्व लागेको छ, really गर्व लागेको छ। यसर्थ फेरि पनि म सबै प्रति शिर निहुराउँदै हजुरप्रति कृतज्ञता चढाउँदछु। 1 year अगाडि संसारको सबैभन्दा उच्च शिखर सगरमाथामा पाइला राखी मैले सबैभन्दा पहिला हिस्ट्रीमा युएनओ को झण्डा फरफराएको थिएँ। संसारको सारा मानव जातिहरूको हितार्थ कल्याणार्थ तपस्या गरेको थिएँ। यसरी 32 घण्टा 27 मिनट रहेको अवधिभित्र 27 घण्टा सारा प्राणीहरूको लागि प्रेयर गरेको थिएँ, तपस्या गरेको थिएँ। र त्यसपछि यता आउने क्रममा मैले केही सगरमाथाको शिखरबाट जल लिएर आएको थिएँ। त्यही जल केही मैले बोकेर आएको छु हजुरको निम्ति। अन्तमा मेडिटेसनको बादमा हामी त्यो जलको सेवन गर्नेछौँ। एकजना बच्चा हस्पिटलमा हुनुहुन्थ्यो र ती बच्चाले मलाई मास्टर भनेर माया गर्नुहुन्थ्यो। उनी हस्पिटलमा हुन्छन्, अब डेथ बेडमा सुतिरहेकी छिन्। डाक्टरहरूले डेथ दिइसकेको छ। त्यहाँ म भेट्न जान्छु र आमा बाबाले भन्छन्, मास्टर यो बच्चा अब बाँच्दैन रे, यो बच्चाको जिन्दगी समाप्त हुन्छ रे। यसर्थ के गर्ने यो बच्चाको लागि, के गर्ने होला? But you'll be there and you will wait for us to come. Peace forever, ever, forever. मैले सङ्ग गाएँ त्यो बच्चीको लागि। बच्चीले त्यो नानुले आँखाबाट आँसु चुहाउँदै भनिन्, म मर्छु, मलाई थाहा छ, म मर्छु थाहा छ, मलाई यति दुखिरहेको छ, मलाई यति पीडा भइरहेको छ। I'm suffering so much and all over my body, nothing but pain, nothing but pain. But I'm so happy, very happy that I could see my master now. Before I go away from this earth, I could see my master. मलाई कसै कोही मैले देखेँ जसले मलाई अत्यन्त प्रेम गर्छ, अत्यन्त माया गर्छ। यसरी त्यो दुखाइहरू, त्यो पीडाहरू पनि मैले बिर्सेँ। त्यो बच्चाले रुन छोडेर हाँस्न थालिन्। वाउ, त्यो दुखाइहरू, त्यो पीडाहरूलाई रोइरहेकी कराइरहेकी बच्ची रोकेर अब हाँस्न थाल्छिन्। वाइ? किनभने अरू केही नभएर इट इज लभ, इट इज लभ। असल प्रेमले गर्दा जस्तै पीडा, जस्तै दुखाइहरू पनि कम हुँदै जान्छन्, कम हुन्छन्। एक दिन अंगुलीमाल डाकु हो। अंगुलीमाल भनियो कारण उसले मान्छेहरूलाई मारेर एउटा बुढी औँलालाई उनेर लगाउने गर्थ्यो। 1000 पुराउन लाग्दाखेरि एकजना मान्छेलाई मार्न खोज्छौनी
र मार्न खोज्दा ऊ भाग्दैनन्, ऊ प्रेमले बरु विभोत हुन्छन्। त्यो तरवार लिने अंगुलीमाल डाकुलाई हेरेर ऊ प्रेमले रसिन्छन्, प्रेमले रसिन्छन्, प्रेमले रसिन्छन्। चुपचाप लागेको र शान्त मनले प्रेमले रसिएको विशुल भावना बसेको देखेर अंगुलीमाल डाकु झट्टै यसो गर्दा रिस ज्यादै उठ्छ र उसले भन्छ, I will cut you into several pieces। त्यसो हुँदा पनि ती मान्छेले केही पनि भन्दैनन्। उनीहरू प्रेमले रसाउँछन् र उनीहरूले भन्छन्, मलाई हजुरको माया छ, मलाई हजुरको माया, हजुरको प्रेम छ। बिचारा यसरी तरवार लिएर दौडिरहनु भएको छ, मान्छेलाई मारिरहनु भएको छ। यहाँलाई कति पीडा होला, कति भित्र जलन होला। त्यो जलन, त्यो पीडालाई हटाउन पाए सायद यो मार्ने दुःख पनि पर्दैन थियो। तरवार बोकेर कहाँ कहाँ दौडिनु पर्ने दुःख पनि पर्दैन थियो। यसर्थ म यहाँलाई प्रेम गर्छु, यहाँलाई देखेर म माया लाग्छ। त्यसो गरिसकेपछि अंगुलीमाल डाकुको हातबाट तरवार खुस्किन्छ र इन्स्ट्यान्टली अंगुलीमाल डाकुदेखि अर्को मान्छे बन्छ। त्यो अर्को मान्छे अरू केही नभएर भिक्षु, र त्यो मार्न खोजिने मान्छे अरू कोही नभएर भगवान गौतम बुद्ध। प्रेमको कारणले गर्दा तरवार पनि खस्दछ, प्रेमको कारणले गर्दा दुःखहरू पनि हट्दछ। प्रेमकै कारणले गर्दा थाउजन्ड्स अनाथ बच्चाहरू जसको आमा बाबा छैन, आज हाम्रो साथमा बच्चाहरू छन्। वाह, तर यस्ता हजारौं चिल्ड्रन्सहरू छन्, अर्फान्सहरू छन् जसको आमा बाबा छैन। उहाँहरूलाई बाँच्ने अवस्था प्रेमकै कारणले गर्दा भएको छ। लभ इज पावरफुल, लभ इज एभ्रिथिङ। यसर्थ भगवान बुद्धले प्रेमै प्रेम सिकाउनु भयो, भगवान रामले, भगवान कृष्णले प्रेमै प्रेम कुरा सिकाउनु भयो। हरेक धर्मले प्रेमको कुरा नै हुबहु सिकाउँदछन्। अतः यो घडीमा म सारा डिग्निटरीज अनि मेरा प्रिय आमा, प्रिय बाबा, सारा नानीहरू प्रेमले बाँच्ने म निवेदन गर्दछु। प्रेमले बाँच्ने मान्छे धन्य हुन्छ, प्रेमले बाँच्ने मान्छे सधैँ खुसी हुन्छ, प्रेमले बाँच्ने मान्छे शान्ति हुन्छ। कुनै दिन मलाई ग्रुपको मान्छेहरू आउँछन्, उहाँले भन्छन्, मास्टर, we don't have peace. How to get peace, real peace? कसरी अचिभ गर्ने? हामीलाई पुरा झगडा छ, अशान्ति छ। अनि मैले भने एउटै कुरा मात्र गरिसियोस्, यदि सम्भव भयो भने त्यो प्रेमले जिउन थाल्नुहोस्। इन्स्ट्यान्टली यहाँको समस्या समाधान हुनेछ। प्रेम जस्तो ठुलो मेडिसिन अरू केही पनि छैन। प्रेमले यहाँ आफैलाई पनि क्योर गर्छ र अरूलाई पनि क्योर गर्छ। प्रेमले जिउन थाल्नुहोस्, हाँसेर जिउन थाल्नुहुनेछ। प्रेमले जिउन थाल्नुहोस्, दुःख र पीडालाई बिर्सेर जिउन थाल्नुहुनेछ। प्रेमले जिउन थाल्नुहोस्, वाउ कति आनन्द, कति स्वास्थ्यले जिउन थाल्नुहुनेछ। प्रेमले जिउन थाल्नुहोस्, यहाँको कारणले गर्दा अरूहरू खुसी हुनेछन्। भगवान बुद्ध प्रेमले जिउनु भयो, उहाँको कारणले गर्दा थाउजन्ड्स खुसी भए। वाउ, लभ इज मेडिसिन। चराचुरुङ्गीहरूमा प्रेम छ। एउटा बच्चाले सानो चराचुरुङ्गीहरू जो छ, ती चराचुरुङ्गी आफ्नो बच्चाको लागि आमा कहाँ कहाँ उडेर जान्छ, चारो लिएर आउँछ, बच्चालाई पहिला खुवाउँछ, आफूलाई खानुभन्दा अगाडि। कति चराचुरुङ्गीहरूमा प्रेम छ, होइन र? यसर्थ यसै प्रेम केवल मान्छेहरू माझ मात्र होइन, यो सारा प्राणीहरूमा पनि छ। यसर्थ मलाई लाग्छ कतै भुटान चाहिँ साँच्चै नै प्रेमिलो ठाउँ हो। संसारमै नभएको प्रेम यहाँ भुटानमा मैले पाएँ। त्यो भुटानको लले माछा पनि मार्न दिँदैन। भुटानको लले एक हिसाबमा बिरालोहरू, कुकुरहरू मार्न दिँदैन, प्राणीहरूलाई मार्न दिँदैन। दिस इज द ग्रेटेस्ट कन्ट्री एभर आई हेभ भिजिटेड अराउन्ड द ग्लोब। थ्याङ्क यू। घर छोडेको, प्राय म जङ्गल बस्दै,
र जङ्गलमा रहँदा मेरो साथीहरू अरू कोही नभएर पशुपन्छी प्राणीहरू हुन्थ्यो। म पशुपन्छी प्राणीहरूको ल्याङ्ग्वेज बुझ्न थालेँ। उनीहरूसँग मैले ल्याङ्ग्वेज बाहिर कन्भर्स गर्न थालेँ एक हिसाबमा। It was a profound experience. र मैले त्यही सानो बच्चाकालमै यो ज्ञान हासिल भयो कि पशु पन्छीलाई पनि दुःख छ, पीडा हुन्छ, उनीहरूलाई पनि हामी जस्तै खुसीको दौडाइमा खुसीको पछाडि छन् र दुःख उनीहरू चाहँदैन। यसर्थ नै होला हाम्रो एकजना सहेली यात्रीले अघि गीत गाउनु हुँदै थियो, बरु पशु पन्छी प्राणीहरूलाई स्वर्ग दिनुहोस् प्रभु, मलाई नदिँदा के भयो। ग्रेट। Let us love each other. हामी सारा मान्छेहरूलाई माया गरौँ र सारा पशु पन्छी प्राणीहरूलाई पनि माया गरौँ। हाम्रो मन्त्र छ लविज्म को, प्रेम से जिए, प्रेम से सोचे, प्रेम से बोले, प्रेम से चले। बस त्यति नै कुरा यहाँहरूसँग निवेदन गर्न आएको हुँ म। Just came here just to say that, just प्रेममा हामी जियौँ। प्रेमको just opposite word hatred अर्थात घृणा। घृणाले संसार डिस्ट्रोय गर्दै जान्छ, प्रेमले बिल्ड गर्दै जान्छ। यही घृणाको कारणले गर्दा रुवान्डामा आजभन्दा केही वर्ष अगाडि मात्र 1994 को कुरा हो, हुटु र टुट्सीहरूको बीचमा जातीय भेदभावको कारणले गर्दा मारामार भयो र 100 डेजमा 800,000 मान्छे मारिए। यही घृणाको कारणले गर्दा हिटलरले जर्मनमा 60 लाख जनताहरूलाई मारिदिए, एउटा सामान्य घृणाको कारणले गर्दा। सानो घृणाको कारणले गर्दा घर भत्किन्छ, सोसाइटी भत्किन्छ, संसार भत्किन्छ। घृणाको कारणले गर्दा कसैलाई पनि चैन हुँदैन। यदि मसँग घृणा छ भने मलाई चैन हुनेवाला छैन। म घृणामै बाँचिरहनेछु, उसको घृणा गर्नेछु। वाह, त्यो मान्छे नराम्रो, यो मान्छे नराम्रो, त्यो मान्छे घृणित छ, त्यो घृणित छ। जब म भन्न थाल्छु, त्यो मेरो भनाइले, त्यो मेरो विचारले अरूलाई घाटा तुल्याउँदैन त्यति, तर मलाई घाटा तुल्याइरहेको हुन्छ। जति म घृणाको विचारले ओतप्रेत हुन्छु त्यति मेरो एनर्जी कम भइरहेको हुन्छ, त्यति ज्यादा मेरो प्रेसर हाई भइरहेको हुन्छ, त्यति ज्यादा मेरो अर्ग्यान्सहरू खत्तम भइरहेका हुन्छन्। एउटा साइन्टिस्टले पत्ता लगाए, जो मान्छे घृणाले जिउँदछ ऊ मान्छे थोरै मात्र बाँच्दछ। घृणाले मान्छेलाई भत्काउँदै जान्छ। आजभन्दा केही समय अगाडिको कुरा, नेपालमा एउटा घटना घट्यो। एकजना मान्छे अत्यन्त घृणामा उत्र्यो र सानो जाति भनाउँदाहरूलाई, यो सानो जातिहरूलाई सबलाई खत्तम पार्नुपर्छ भन्यो। कारण किन भन्नाले त्यो मान्छे धारामा गएको थियो। धारामा जाँदाखेरि उहाँले पानी भरिरहेको थियो, अनि पानी भरिरहँदा एकजना सानो जात जस लेभल लगाइएको मान्छे आउनुभयो र उहाँले भन्नुभयो, मलाई साह्रै तिर्खा लाग्यो, कृपा गरेर हजुरको एकछिन भए पनि गाग्रो निकाल्नुहुन्छ, म पानी खान्छु नि, अनि मेरो तिर्खा तृप्त गरेर म यहाँबाट जान्छु। त्यो सानो जात लेभल लगाइएको मान्छे अरू कोही नभएर केवल जोगी थियो, ऊ भिखारी थियो, माग्ने थियो। तर त्यो मान्छेले दिएनन्। यति धेरै दुखित भए अनि आक्रोशमा आए र त्यो मान्छेलाई नराम्रो भने, गाली गरे। र उसलाई गाली गरेपछि अरू मान्छेहरू फेरि आयो र उनीहरूले भन्यो, तपाईँले किन गाली गर्छ यो सानो मान्छेलाई? किन? यो पनि मान्छे हो, तपाईँ जस्तै दुख्छ, यो पनि मान्छे हो, तपाईँलाई जस्तै तिर्खा लाग्छ, पानी खाने अवसर दिनुहोस्। गाउँलेहरूले त्यो भनिसकेपछि उहाँको गाग्रो बाहिर निकाल्छ र पानी खान दिन्छ। राम्रो कुरा, तर त्यसको घृणा लाग्न थाल्छ। मलाई यो सानो जातले यस्तो गर्यो, उस्तो गर्यो।
राति तरवार छुट्छ र त्यो सानो जातरुको घरमा गएर परिवारलाई मारिदिन्छ। एउटा भिलेज एरियामा र आज उहाँ सदाको लागि जेलमा हुनुहुन्छ, सदाको लागि जेलमा। यसै र यहाँ यो कुरा मैले भन्दैछु, घृणाको कारणले गर्दा मान्छे तरवार उठाउन पनि बेर लाउँदैन र अरूलाई पनि दुःख दिन्छ, मार्छ, आफूलाई पनि घाटा। आज आफू जेलमा छ र पश्चाताप गर्छन्, मैले किन त्यस्तो गरेको होला, नगरेको भए हुन्थ्यो। घृणाको कारणले गर्दा मान्छेलाई आफूलाई नै राम्रो हुँदैन र अरूलाई पनि राम्रो गर्दैन। यसर्थ घृणामा होइन तर प्रेममा बाँच्नुपर्छ। प्रेमको कारणले गर्दा आफूलाई पनि राम्रो र अरूलाई पनि राम्रो हुनेछ। अतः यही प्रेमले बाँचौँ भन्ने दर्शन लिएर म यहाँ तपाईँहरूको माझमा आएको छु। लभिजनको विषय सायद मैले बोल्नु पर्दैन र अन्तमा एउटा सानो कथा सुनाउँछु। प्रेमले ओतप्रेत गरेर असल कार्य गर्दै जानु, कहिले पनि पछाडि नहट्नु। अफकोर्स जो मान्छेले असल कार्य गर्दछ उसलाई मान्छेले मन पराउँदैनन्। अहिलेको जमानामा जो राम्रो गर्दछ उसलाई मन पराउँदैनन्। अहिलेको जमानामा सायदै परिवारमा पनि त्यस्तै होला। कतिजना हाम्रो परिवारमा हामी कतिपय आमाहरू राम्रो हुन खोज्छौँ, बाबाहरूले नबुझेको होला। एउटा फ्यामिलीभित्र पनि अहिले द्वन्द्वको ठाउँ हो। सारा होल वर्ल्डमा कति द्वन्द्व छ होला। मैले हरेक कन्ट्रीमा देखेँ, हरेक कन्ट्रीमा पिस छैन। यसर्थ असल गर्न चाहने, राम्रो म गर्छु भन्न चाहनेलाई राम्रो मानिँदैन नै। किनभने अँध्यारोको जग्गामा गयो भने अँध्यारो हुन्छ। यसर्थ यो संसार एक हिसाबमा अँध्यारो छ, अहिले अन्धकार छ। यसर्थ यो अन्धकार संसारमा जति नै असल गर्न खोज्दा पनि असल गरेको बुझ्दैनन् मान्छेहरू, असल गरेको बुझ्दैनन् अरूहरू। र पनि कहिले असल गर्न नछाड्नु। एक दिनको कुरा हो, एकजना मान्छे अत्यन्त धर्मात्मा हुन्छ। उनी असल हुन्छन् र उसले चाहन्छ हाम्रो गाउँमा पनि भगवान बुद्धलाई ल्याउने, भगवान बुद्धलाई ल्याएर आशीर्वाद दिने हाम्रो गाउँमा पनि भनेर सम्झिन्छ। यसर्थ भगवान बुद्धलाई ल्याउनको लागि भोज भतेरहरू गर्नु पर्यो, दुखी गरिबहरूलाई खुवाउनु पर्यो। यस दुखी गरिबहरूलाई खुवाउनको लागि आफूसँग प्रशस्त मात्रामा अन्नहरू थिएन, पैसाहरू थिएन। अतः त्यो व्यक्तिले हात थाप्न थाल्छ, गाउँघरमा जान थाल्छ र उसले भन्न थाल्छ, अब भगवानलाई यहाँ ल्याउँ, केही सहयोग गर्नुहोस् न, एकमुठी गरेर। अरूले सबैले सहयोग गर्छ तर एकजना मान्छे बिलाला पाडका भन्ने हुन्छ, उसले सहयोग गर्न चाहँदैन। त्यो गाउँको सबैभन्दा धनी मान्छे बिलाला पाडका, उसले त्यो गाउँको मान्छेलाई सारालाई पाल्न सक्छ। येजको लागि, वर्षौंको लागि अत्यन्त धनी। उसले चाह्यो भने फेरि दिन सक्थ्यो तर उहाँले दिँदैन। र अन्तमा फेरि पनि त्यो मान्छे अरू ठाउँबाट सबै लिइसकेपछि उहाँले भन्छ बिलाला पाडकामा गएर, बिलाला पाडकाज्यू, हामी सबै गाउँलेहरूलाई कन्ट्रिब्युट गरेको छ, हजुरले पनि थोरै त कन्ट्रिब्युट गर्नुहोस् न भनेर फेरि रिक्वेस्ट गर्न जान्छ। त्यो अनुरोध गर्न जाँदा बिलाला पाडकाले यति थोरै घिउ दिएर पठाउँछ। त्यसपछि त्यो मान्छे खुसी हुँदै जान्छ र भोज भतेरहरू पुरा बनाउँछ। भगवान बुद्ध आउँछ र भगवान बुद्ध कहाँ बुद्ध आएर त्यो मान्छे जसले एरेन्ज गरेको थियो, अर्गनाइज गरेको थियो, उहाँको घरमा बुद्ध आएर बस्छ अनि भगवान बुद्धसँग उहाँ बात गर्न थाल्नुहुन्छ। बिलाला पाडकाले भन्छ, यो मान्छेले मलाई पक्का पनि राम्रो भनेको छैन। भगवान बुद्धको कानमा बिलाला पाडका यति नराम्रो, यसले यति सानो घिउ मात्र दियो भनेर भन्दैछ होला। यदि त्यसो भन्दैछन् यो मान्छेलाई म मार्छु भनेर उसको नोकरहरूलाई पठाउँछ। नोकरहरूले सुन्छन्, भगवान बुद्धसँग कुरा राख्दैछ, भगवान तथागत यो जति भोज भतेरहरू भएको छ हजुरलाई ल्याउनको लागि जति दुःख गरेको छ, यो सब दुःख सबै गाउँलेहरूले गरेका हुन्, एकले गरेको हो। यहाँको धनी, यहाँको गरिब सबै मिलेर बनाएको हो यो। त्यसरी मान्छेले सबैको प्रशंसा गरेको सुन्दाखेरि त्यो नोकरहरू
बिलला पाठकलाई सुनाउँछ, जो कुरा सुन्छन् बिलला पाठकका विश्वास गर्नै सक्दैन, आफै जान्छ र सुन्छ। सुन्दाखेरि उसले भन्छ, यहाँको सबैभन्दा धनी मान्छे को? भगवान बुद्धले सोध्छ। बिलला पाठकका आन्सर दिनुहुन्छ, यहाँको गरिब मान्छेहरू को हुन्? धेरै छन्। के ती गरिबहरू, त्यो धनीहरू सबैले कन्ट्रिब्युट गर्यो? हजुर तथागत, सबैले कन्ट्रिब्युट गर्यो। को धनी को गरिब? सबैले आफ्नो सक्दो कन्ट्रिब्युट गरेको छ भगवान तथागत भनेर भनेको बिलला पाठकले सुन्छ। त्यो सुन्दा लाजले भुतुक्क हुन्छ र उहाँ त्यहाँ घोप्टिएर रुन थाल्छ। भगवान बुद्ध खुट्टामा पर्छ, आइम सरी, म धेरै मिस्टेक गरेछु, रङ गरेछु। मैले केवल यति थोरै घिउ मात्र दिएको थिएँ, त्यो पनि 2 पटक माग्न आउँदा। र पनि यो मान्छे कति महान रहेछ, कति असल रहेछ। मेरो पनि प्रशंसा गरिरहेका छन् भगवान कहाँ, सबको प्रशंसा गरिरहेका छन् भगवान कहाँ। मलाई छोड्नु भएन उहाँले। खुसी भएर बिलला पाठका त्यहाँदेखि सधैँको लागि चेन्ज हुन्छ। आफ्नो धन सम्पत्ति सारा गरिब दिन दुखेको लागि बिलला पाठकलाई दिन्छ। यो भगवान बुद्धको समयमा घटेको घटना। सो बिलला पाठकहरू थुप्रै छन् होला संसारमा। हजुर त्यो मान्छे बिलला पाठकलाई चेन्ज गर्ने मान्छे किन नबन्ने? लेट अस कन्टिन्यू बिङ नाइस। असल बन्दै जानु। कसैले जे भनोस्, असल गर्दाखेरि कसैले खिसी गरोस्, कसैले नराम्रो भनोस्, तर पनि असल गर्न कहिले नछाड्नु। नेभर स्टप डुइङ गुड थिङ्स। असल गर्दै जानु, असल गर्दै जानु। हुन्छ, यहाँ पनि त्यस्तै बन्नुहोस् जसले बिलला पाठकलाई चेन्ज गर्यो। हजुरलाई पनि त्यस्तै चेन्ज। सुनोस् आवाज कानले दिन दुखीहरूको, सुनोस् आवाज कानले दिन दुखीहरूको। देखो शुद्ध आँखाले भित्रीय दुखभाव सबको।